लिया छ किला ठाउँ आऊ पार नजाके पछाडी हो त्यही बस ना चलो माथि हेर न काँडा खिच्नु हो तपाईँले के खिच्नु हो त तिमीलाई खिच्छु मेरा छोरी त वहाँ नै कसकी छोरी एकले दोगुरी मेरो छोरो पनि हो के अब तिमीले उसके लगाऊ मेरो छोरी सुसान सुसान घुमा 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 उसबाट आउन के रे हेलो गाइज हैप्पी न्यू ईयर आउ के हेलो हैप्पी न्यू ईयर भन्दै आउ के लाइभ सुसन रि आउ त अगाडि हैप्पी न्यू ईयर पनि भनौ न मेरो नाम के हो आज चाहिँ हामी गोरजुरा गएर न्यू ईयर मनाएर आइयो हैन हैन यसो रोक होला मैले एउटा आ छिटो खै मम्मी यो गुरु भएन भने रिसाको छैन यहाँ हेलो गाइस दिस इज बादल बादल चढी हेलो बादन हेलो बादन हेलो हेलो गर्दु न हेलो गर्दु सन्चै छौ नाम के हो हाँ शिक्षा टन्डन दिस इज शिक्षा टन्डन दिशा टन्डन की आमा रिदम टन्डन की आमा अनि शिक्षा की दीदी इन फेरि उस नाम ईशाना इन फेरि समृद्धि की आमा इन ईशाना टन्डन लक्ष्मी टन्डन की छोरी किन यस्तोबाट जाने हे ऊ छ के यहाँ फरेस्ट यस्तोमा आइज यहाँ आइज छिटो यहाँ पुग्ने बेला सम्म नि उहाँ पुग्ने हो कि यत्नै
हेर म त भयो नडर न केही नडर लोटो रे लोटो भाइ आइज आइज हात छोप्न लाइन लगाऊ है 1 2 3 लाइन लगाऊ ए छोप्नु न टर्न बाई टर्न हैन यो खाने यो भुस हो क्या के तिमी आमाको जस्तो हेर न ए लोट ल ल छोरा हिँड छिरो करन भाइलाई छ भाइ यस्तो गराउनु पर्छ के ए लुट लुट छोप बोतल रित्तै हो ऐसेलु काँडा को हो र ऐसेलु पाके खान साँझ युट्युबमा राख्छु हेलो गाइज आज हामी उसमा गएको बाटो अप्ठ्यारो कहाँ छ देख्यौ तिमीले ओहो आहा यता छन् के यता छन् त्यसै हो काँडा कले ए काँडाले गोबेर कपडा च्यातेर वनमा राख ए कपडा च्यात्यो कपडा च्यात्यो ल भाइ दिदीलाई हेर न यहाँ काँडा गोबेर भाइ कहाँ हो गाईजहरू सम्ममा बसेका भिरालाई पचेन खुसी लाग्यो भनिरहेको ठाउँ हुने त बाटा खाना रे के टिपे भाइ आइज के दिन ऐसेलु खाने कार्यक्रम हुँदैछ गाइज न्यु इयरको दिन यहाँ त कसैले सुनकौली खाँदै हुन् छोराछोरीले उस अब छोरा गर्न अब भेटाइदियो ऊ यहाँ खान कि अब यहाँ देखियो नि के गर्ने मोबाइल यहाँ देखियो के गर्ने ए ल तमगास बजार सिद्ध बाबा स्कुल बर्गर पिज्जा के खाने हो ईशानाले के खाने हो ईशाले के भयो र राख्नलाई हामी नराम्रो बोलेनौँ क्या होइन मैले त्यति उयो गरेर राखेको छु आज उर्ले नि त कस्तो आज उर्ले नि शीतल भयो कता हो गुगु गर्ने आइज टोक आइज
खान्छु र खान मन थाल्यो बेहुकै केही उन्न तिमी काँचा खाए पनि त्यसले त्यस्तो डल्ला भन्छ खाँदैको के भयो र कति खायो होला नि मान्छेले भन न कति पाक्यो होला यो औषधि हो नि त के गर्नु बरै उता होला नि कि नानी आइज म टिपिदिन्छु ए हुँदै त्यसो गाडी माथि हेर्नु न कति खानु माथि ऊ त्यहाँ के कति खानु कति आउँछ र अहिले युट्युबमा हामीलाई ब्लग गराउने त्यस्तोजना छोरछोरी गायब ल गुल्मी महोत्सव लाग्ने अरे यो मन्दिर राम्रो हो के हेर न कति राम्रो हो के भयो र के स्कुल ए छुट्टी ह कता न अब के गरौँ त मैले नि कफी आऊ कि छोरा छोरा त खानु पर्यो भने के हो र डङ डङ कहिले खाने हो र पाइन्छ खाने हो र पैसा पैसा नल्याउने के गर्नु त अहिले पर्छ र भिडियो हो क्या अहिले ममा आएर खाम्ला के पिरो खाने नानीले मामा नि आयो आउने मेरो छोरी ल न्यु इयर अब घरतिर हिँड्नु केही सामान छोडिदेऊ न हेर है मोबाइल सुबाइल छोरा छोरा
20 रुपये मम्मी पेट भर रहे हो पेट भर्यो अब नखानी है ओके राति मात्र खानी ओके घर है ए यही हो यही हो हाँ अब घर यत नै त हो नि